हाम्रो घरमा केरा पाकेर हाम्रो बुवा र आमाले केराको जाँड बनाउनु लाग्नु भइरहेछ हौ। आमा हाम्रो बुवा ल अनि के भन्छ तिहारलाई यो यसको निगार बनाउने हो। यता मिडियाहरू आयो भने रक्सी खुवाएर मताउनु है। यसो फिल्म सुटिङ गर्नेहरू आयो भने यता यसो रक्सी तपाईँहरू फ्रीमा दिनुहुन्छ। मान्छेले कति बेच्छन् तपाईँहरू पनि फ्रीमा दिनुहुन्छ सबैलाई। आमालाई 200 रुपियाँ आन्टी अनि आमा भन्दै भने मक्कै भइहाल्नुहुन्छ। तपाईँले फ्री छोडिदिइहाल्नुहुन्छ नि। तपाईँको छोराछोरीहरू कहाँ कहाँबाट आइपुग्छन् होइन। अनि के गर्नु त कति मिठो बोल्छन्। धेरै पाकेपछि यस्तै हुन्छ। बाँड्दा 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 अब रको उब्रेको चाहिँ रक्सी बनाउने। ओह तपाईँ पछाडि भाले पनि आउँदैछ सहयोग गर्नलाई। सानो बहिनीले बुनुले कुकुरी कहाँ गर्छ नि योसँगै भालेसँगै। आइज खै त आमालाई सघाउन आइज न। कुट 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 कान्छी खेद्दै आइज त त्यसलाई। बुवा र आमालाई सघाउने हो नि त। त आउँदैनस् काम सघाउनु अनि त्यही भएर यो चाहिँ अब केरा रक्सी पार्ने यसको